टेक्नोलोजीको विकाससँगै अहिले इन्टरनेटमा विभिन्न खालको एआई टुल्सहरू वेबसाइटहरू अभाइलेबल रहेका छन् जसले गर्दाखेरि चाहिँ तपाईँको काम चाहिँ निकै सजिलो बन्ने गर्दछ। अब हामीले चाहिँ डेली युज गरिरहेका विभिन्न वेबसाइटहरूको बारेमा त हामीलाई थाहा नै छ, तर केही यस्ता वेबसाइटहरू पनि छन् जुन तपाईँले गरिरहेको कामलाई चाहिँ अझै बढी सहज बनाउन, त्यसलाई चाहिँ अझै बढी राम्रो तरिकाले गर्नलाई, कम समयमा चाहिँ गर्नलाई त्यसले हेल्प गर्ने गर्दछ। सो आज हामी यो भिडियोमा चाहिँ केही यस्ता 8 वेबसाइटहरूको बारेमा छलफल गर्नेछौँ जसले गर्दाखेरि चाहिँ तपाईँको ओभरअल लाइफ र तपाईँले काम गर्दाखेरि चाहिँ सहज बनाउने गर्दछ। पहिलो वेबसाइट रहेको छ टेम्पोलर। टेम्पोलर भनेको चाहिँ एउटा तपाईँको चाहिँ अस्थायी रूपमा चाहिँ इमेल बनाउने वेबसाइट हो। यसले गर्दाखेरि चाहिँ के फाइदा हुन्छ भन्दाखेरि अब तपाईँले कतिपय वेबसाइटहरू भिजिट गर्नुहुन्छ होला, कतिपय तपाईँलाई पिडिएफहरू डाउनलोड गर्नुपर्ने हुनसक्छ, रिसर्च पेपरहरू डाउनलोड गर्नुपर्ने हुनसक्छ, तर सबै ठाउँमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको इमेल एड्रेस चाहिँ माग गर्ने गरिन्छ होइन। अब तपाईँको अफिसियल इमेल एड्रेस चाहिँ तपाईँले जथाभावी जुन कुनै वेबसाइटमा चाहिँ इन्टर गर्न नचाहन पनि सक्नुहुन्छ, किन भन्दाखेरि अब यो वेबसाइट सेफ छ कि छैन, मेरो इमेललाई कुनै हानि त पुग्दैन भन्ने सबै कुरा जानकारी त हामीले पाउन सक्दैनौँ। त्यही कारणले चाहिँ यस्तो समयमा चाहिँ के गर्न सकिन्छ भन्दाखेरि यो वेबसाइटबाट तपाईँले एउटा टेम्पररी इमेल एड्रेस जेनेरेट गरेर चाहिँ तत्कालीन तपाईँले त्यो प्रयोग गर्न सक्नुहुन्छ, जसले गर्दाखेरि चाहिँ अब तपाईँले कुनै वेबसाइटमा अथवा कुनै एपमा साइन इन गर्नुभयो भने त्यो वेबसाइटको लागि चाहिँ तपाईँले यो इमेल एड्रेस युज गर्न सक्नुहुन्छ र त्यसपछि तपाईँको काम भइसकेपछि चाहिँ यो तपाईँको नयाँ बनेको इमेल एड्रेसलाई चाहिँ डिलिट पनि गर्न सकिन्छ। यस्तो हुँदाखेरि चाहिँ अफिसियल इमेल एड्रेसको युज पनि गर्नु परेन र तपाईँले चाहिँ सुरक्षित ढङ्गले चाहिँ इन्टरनेटमा आफ्नो इमेल एड्रेसको प्रयोग पनि गर्न सक्नुहुन्छ। अब यसको केही फाइदाहरू के रहेका छन् भन्दाखेरि चाहिँ यो निःशुल्क हो। तपाईँले यसको लागि यो वेबसाइटबाट इमेल एड्रेस जेनेरेट गर्नको लागि चाहिँ कुनै पनि पैसा तिर्नु पर्दैन। त्यसले गर्दाखेरि चाहिँ अब कुनै पनि वेबसाइटमा तपाईँले एनोनिमसली चाहिँ साइन अप गर्न सक्नुहुन्छ, जसले गर्दा तपाईँको ओभरअल प्राइभेसी पनि मेन्टेन भयो र तपाईँले चाहिँ इन्टरनेटमा कस्तो गतिविधि गरिराख्नु भएको छ भनेर कसैले ट्र्याक पनि गर्न सक्दैन, जसले गर्दाखेरि चाहिँ तपाईँले कुकिज एक्सेप्ट गर्नुभयो भने पनि तपाईँको चाहिँ इन्टरनेटमा कस्तो खालको गतिविधि रहेका छन् भनेर चाहिँ थाहा नपाउन पनि सकिन्छ। दोस्रो वेबसाइट रहेको छ sounddraw.io भन्ने। यो sounddraw.io चाहिँ कस्तो खालको वेबसाइट हो भन्दाखेरि चाहिँ तपाईँलाई एआई मार्फत चाहिँ सङ्गीत निर्माण गर्नको लागि चाहिँ मद्दत गर्ने गर्दछ। अब तपाईँ कोही इन्डिभिजुअल हुनुहुन्छ जसले अथवा कुनै बिजनेस हुनुहुन्छ जसले चाहिँ तपाईँले म्युजिक क्रिएट गर्नुहुन्छ, आफ्नै सङ्गीत तपाईँले चाहिँ बनाउन चाहनुहुन्छ भने एउटा युनिक साउन्ड क्रिएट गर्नको लागि, युनिक बिट क्रिएट गर्नको लागि चाहिँ यो वेबसाइटले सहज बनाउने गर्दछ। त्यही कारणले चाहिँ हरेक तपाईँले चाहिँ अहिलेसम्म नरहेका बिटहरू, अहिलेसम्म नरहेको म्युजिकहरू कसैलाई प्लेजराइज नगरिकन नै र कपिराइट नलाग्ने गरी चाहिँ यो वेबसाइटले चाहिँ तपाईँको लागि म्युजिक क्रिएट गर्ने गर्दछ, जसले गर्दाखेरि चाहिँ अब तपाईँ घर बसी तपाईँसँग केही आइडिया छन्, तपाईँ लिरिक्सहरू लेख्न सक्नुहुन्छ अथवा तपाईँ चाहिँ म्युजिकतिर तपाईँको इन्ट्रेस्ट छ भने तपाईँको आफ्नै एउटा नयाँ युनिक म्युजिक तपाईँले क्रिएट गर्न सक्नुहुन्छ थ्रु sounddraw.io। यसमा चाहिँ तपाईँले विभिन्न जनराको म्युजिकहरू सेलेक्ट गर्न सक्नुहुन्छ। विभिन्न विधाहरू भएका कारणले चाहिँ अब तपाईँलाई एकोस्टिक म्युजिक चाहियो, तपाईँलाई रक चाहियो, तपाईँलाई पप म्युजिक चाहियो, कस्तो खालको साउन्ड तपाईँले क्रिएट गर्न चाहनुहुन्छ त्यो चाहिँ विभिन्न खालको जनराबाट सेलेक्ट गरेर चाहिँ तपाईँले आफ्नो अनुसारले चाहिँ म्युजिक क्रिएट गर्न सक्नुहुन्छ। साथसाथै चाहिँ यसमा चाहिँ एकदमै प्रयोग गर्नको लागि सहज खालको इन्टरफेस पनि युज गरिएको छ, जसले गर्दाखेरि चाहिँ यसमा तपाईँको चाहिँ युजर एक्सपिरियन्स पनि राम्रो हुने गर्दछ र सहज तरिकाले चाहिँ तपाईँले म्युजिक क्रिएट गर्न सक्नुहुन्छ। तेस्रो वेबसाइटको रूपमा रहेको छ पिडिएफ एस्केप। यसले तपाईँलाई निःशुल्क पिडिएफ एडिट गर्नको लागि मद्दत गर्ने गर्दछ। अब तपाईँले धेरै जस्तो समय देख्नु भएको होला, तपाईँलाई अट्याचमेन्ट कसैले पठाउँदाखेरि चाहिँ पिडिएफ फाइलमा पनि पठाइदिने गर्न सक्छन् होइन, जसले गर्दाखेरि चाहिँ अब तपाईँले त्यसमा कुनै चेन्जेस गर्नुपर्ने थियो, केही एडिटहरू राख्नुपर्ने थियो भन्दाखेरि चाहिँ अब यो कसरी गर्ने भनेर झन्झट हुनसक्छ। यस्तो समयमा चाहिँ तपाईँले अब पिडिएफ एडिट गर्नुपर्ने छ भने चाहिँ पिडिएफ स्केपको युज गर्न सक्नुहुन्छ, किन भन्दाखेरि पिडिएफलाई चाहिँ नर्मली तपाईँले वर्ड फाइल अथवा एक्सेल फाइललाई एडिट गरेको जसरी त्यही फाइलमा गएर वर्क अन गर्न सक्नुहुन्न र स्पेशली नेपाली भाषामा रहेको छ भन्ने चाहिँ अझै पनि बढी गाह्रो हुन्छ पिडिएफलाई वर्ड फाइलमा कन्भर्ट गर्नलाई होइन। त्यही कारणले चाहिँ तपाईँले पिडिएफमै गएर चाहिँ एडिट गर्न चाहनुहुन्छ भने पिडिएफ स्केप क्यान बी अ बेटर अप्सन फर यु। अब यो चलाउन पनि फ्री रहेको छ, तपाईँले त्यहीँ गएर टेक्स्टहरू थप्न सक्नुहुन्छ र यसमा चाहिँ तपाईँले कुनै पनि प्रकारको चाहिँ सफ्टवेयर पनि डाउनलोड गर्नु पर्दैन, जसले गर्दाखेरि चाहिँ एउटा थर्ड पार्टी सफ्टवेयरहरू डाउनलोड गर्नुपर्ने अथवा कुनै यस्तो झन्झट पनि हुँदैन र सहज तरिकाले चाहिँ तपाईँले पिडिएफलाई एडिट गर्न सक्नुहुन्छ। यसै गरी वेबसाइटहरूकै क्रममा अर्को वेबसाइट रहेको छ टाइनी वाउ भन्ने। यो टाइनी वाउ वेबसाइटले चाहिँ कसरी काम गर्छ भन्दाखेरि तपाईँको एकदमै
एकदमै ठुला फाइलहरूलाई चाहिँ कम्प्रेस गर्नलाई सजिलै एकदम स्मल फाइलमा कम्प्रेस गर्नको लागि चाहिँ हेल्प गर्ने भयो। अब तपाईँले कुनै पनि कागजात अथवा फोटोज डकुमेन्ट्स कुनै पनि कुरा छ भने त्यसलाई चाहिँ तपाईँले क्वालिटी नबिगारिकन कम्प्रेस गर्न चाहनुहुन्छ भने टाइनी वाउ वेबसाइटमा गएर तपाईँले गर्न सक्नुहुन्छ। यसले चाहिँ इजिली केही समय एकदम थोरै समयमा केही विदिन अ फ्यु सेकेन्ड्स यसले तपाईँको चाहिँ लार्ज फाइलहरूलाई चाहिँ कम्प्रेस गरेर चाहिँ एउटा स्मल फाइलको रूपमा जेनेरेट गरिदिन सक्छ। किनभने हामीले कतिपय समयमा अब तपाईँले अहिले अनलाइन नै विभिन्न फर्म्सहरू भर्नुहुन्छ होइन, त्यो फर्महरू भर्दाखेरि चाहिँ यति जिबी भन्दा बढीको फाइल हामी लिँदैनौँ अथवा यति एमबी भन्दा बढीको फाइल चाहिँ अपलोड गर्न मिल्दैन भन्ने खालको तपाईँले त्यो फर्मको चाहिँ क्राइटेरिया देख्न सक्नुहुन्छ। यस्तो समयमा चाहिँ तपाईँको यदि फाइल त्यो उनीहरूले मागेको रिक्वायरमेन्ट भन्दा बढी छ भने फाइललाई कम्प्रेस गरेर चाहिँ तपाईँले अपलोड गर्नुपर्ने हुनसक्छ। र फाइललाई कम्प्रेस गर्ने क्रममा चाहिँ कतिपय वेबसाइटहरूमा तपाईँले ट्राई गर्नुभयो भने चाहिँ क्वालिटी चाहिँ बिग्रिने गर्दछ। तर टाइनी वाउ मार्फत गर्नुभयो भने चाहिँ अहिलेसम्म हामीले चाहिँ क्वालिटी त्यति साह्रो चाहिँ नबिग्रेको पायौँ, जसले गर्दाखेरि चाहिँ अ गुड कम्प्रेसर टुलको रूपमा चाहिँ तपाईँले टाइनी वाउ वेबसाइटलाई प्रयोग गर्न सक्नुहुन्छ। यो वेबसाइटको अर्को पनि एकदमै राम्रो पक्ष भनेको चाहिँ यो पनि फ्री वेबसाइटको रूपमा रहेको छ र त्यसै गरी चाहिँ तपाईँले यस वेबसाइट चलाउनुको लागि कुनै पनि तरिकाको रेजिस्ट्रेसन अथवा हुन्छ तपाईँले साइन अप केही पनि गर्नु पर्दैन। तपाईँले जस्ट वेबसाइटमा गएर नै फाइल कन्भर्ट गर्न सक्नुहुन्छ, कम्प्रेस गर्न सक्नुहुन्छ, जसले गर्दाखेरि चाहिँ तपाईँले सहज रूपमै आफ्नो काम गर्न सक्नुहुन्छ। नेक्स्ट वेबसाइटको रूपमा रहेको छ पीडीएफ ड्राइभ। यदि तपाईँ यस्तो व्यक्ति हुनुहुन्छ जसलाई चाहिँ पढ्न एकदमै रुचि लाग्छ तर बजेट चाहिँ सीमित छ भने र तपाईँ चाहिँ एकदमै इबुकहरू अथवा पीडीएफहरू पढ्न रुचाउनुहुन्छ भने पीडीएफ ड्राइभ क्यान बी द बेस्ट सल्युसन फर यु। यहाँबाट म आफू पनि एकदमै धेरै बुक्सहरू डाउनलोड गरेर अथवा पीडीएफ्सहरू मेरो रिसर्च पेपर्सहरूको लागि काम लाग्ने पीडीएफहरू म डाउनलोड गरेर चाहिँ त्यसलाई चाहिँ प्रयोग गर्ने गर्दछु। एकदमै तपाईँले चाहिँ भास्ट अमाउन्ट अफ इभन मिलियन्स अफ बुक्स एन्ड पीडीएफ्स चाहिँ तपाईँले यहाँ पाउन सक्नुहुन्छ। हाम्रो कोर्सको बुकदेखि लिएर तपाईँले चाहिँ बाहिरको तपाईँ फिक्सन नन फिक्सन जे पढ्नुहुन्छ त्यस्तो खालको चाहिँ विभिन्न खालको पीडीएफहरू यहाँनिर फ्रीमै उपलब्ध गरिएको छ, जसले गर्दाखेरि चाहिँ यो वेबसाइट तपाईँले मोबाइलमा पनि चलाउन सक्नुभयो र पीसीमा पनि चलाउन सक्नुभयो। अब कुनै पनि समय तपाईँ ट्राभल गरिराख्नु भएको छ, एकछिन फ्री हुनुहुन्छ, अब हातमा त अहिले हाम्रो मोबाइल छुट्दैन, सबैको हातमा मोबाइल भइ नै रहन्छ होइन, त्यस्तो समयमा चाहिँ तपाईँले एकछिन मोबाइलमा डाउनलोड गर्नुभएको पीडीएफ खोलेर पढ्न झन् सहज हुने गर्दछ रादर देन क्यारिङ द बुक इटसेल्फ होइन। त्यस्तो समयमा चाहिँ तपाईँले पीडीएफ ड्राइभलाई चाहिँ एउटा राम्रो वेबसाइटको रूपमा चाहिँ टु डाउनलोड द पीडीएफ यु क्यान युज द्याट। यसमा चाहिँ तपाईँको अर्को सर्च मेकानिजम पनि एकदमै युजर फ्रेन्डली बनाइएको छ। तपाईँले जस्ट गएर चाहिँ सर्च बारमा तपाईँले जुन बुक चाहिएको त्यो बुकको टाइटल अथवा तपाईँले अथरको नाम मात्रै पनि सर्च गर्नुभयो भने तपाईँलाई चाहिँ लामो लिस्ट चाहिँ अभाइलेबल गराइन्छ र तपाईँले चाहिँ अब एउटै बुकको पनि कतिवटा भर्जन आइसकेको हुन्छ नि त, त्यो भर्जनहरू डिफ्रेन्ट भर्जन पनि एकै ठाउँमा चाहिँ उपलब्ध भएको पाउन सक्नुहुन्छ। त्यही कारणले चाहिँ एउटा राम्रो वेबसाइटको रूपमा पनि पीडीएफ ड्राइभ रहेको छ। त्यस्तै अर्को वेबसाइट रहेको छ टेम्प मेल भन्ने। टेम्प मेल पनि तपाईँको अघि हामीले टेम्पोलर भन्नेको कुरा गरेका थियौँ, त्यस्तै खालको नै वेबसाइट हो। यसले पनि तपाईँलाई चाहिँ टेम्पररी इमेल चाहिँ जेनेरेट गर्न दिने भयो, जसले गर्दाखेरि चाहिँ तपाईँले एनोनिमस रूपमा चाहिँ कुनै पनि वेबसाइटमा साइन अप गर्न चाहनुभयो, तपाईँले केही कामको लागि इमेल एड्रेस झट्ट एउटा तपाईँको प्रोफेसनल इमेल एड्रेस अथवा अफिसियल इमेल एड्रेसको प्रयोग गर्न तपाईँले चाहनु भएन त्यो ठाउँमा भने तपाईँले चाहिँ यो वेबसाइट प्रयोग गरेर चाहिँ नयाँ एउटा इमेल एड्रेस जेनेरेट गर्न सक्नुहुन्छ, जसले गर्दा चाहिँ तपाईँको प्राइभेसी पनि मेन्टेन हुने भयो र तपाईँलाई चाहिँ इन्टरनेटमा कसैले के एक्टिभिटिज गरिरहेको छ भनेर ट्र्याक पनि गर्न नसक्ने भयो। यस्तै नेक्स्ट वेबसाइटको रूपमा रहेको छ नेमलिक्स। यो नेमलिक्स चाहिँ कस्तो खालको वेबसाइट हो भने यसले चाहिँ तपाईँलाई चाहिँ कुनै तपाईँ व्यवसाय गर्दै हुनुहुन्छ, तपाईँ बिजनेस होल्डर हो अथवा तपाईँले कुनै पनि कुराको लागि चाहिँ एउटा क्रिएटिभ नाम चाहियो, क्याची खालको नाम चाहियो भने चाहिँ यसले तपाईँलाई चाहिँ अब केही किवर्ड्सहरू तपाईँले इन्टर गर्नुहुन्छ, मेरो यस्तो टाइपको बिजनेस हो, मैले चाहिँ यो टाइपको मेरो इन्ट्रेस्ट छ नाम राख्नलाई भनेर तपाईँले जस्ट सिम्पल केही किवर्ड्सहरू इन्टर गर्नुभयो भने यसले एकदमै युनिक नामहरू चाहिँ जेनेरेट गरिदिन सक्छ, जसले गर्दाखेरि चाहिँ तपाईँ यदि कन्फ्युज हुनुहुन्छ तपाईँले आफ्नो बिजनेसको लागि के नाम प्रयोग गर्नुपर्छ अथवा चाहिँ तपाईँले कुनै एउटा रेस्टुरेन्ट खोल्दै हुन्छ त्यो रेस्टुरेन्टको नाम के हुनसक्छ जस्तो खालको तपाईँलाई चाहिँ कन्फ्युजन छ भने नेमलिक्समा गएर चाहिँ तपाईँले विभिन्न खालको चाहिँ नामहरू जेनेरेट गर्न सक्नुहुन्छ, जसलाई चाहिँ तपाईँले अब वाट एभर इज रिलेटेबल टु यु तपाईँले चाहिँ त्यो अनुसारले युज गर्न सक्नुभयो। त्यही भएर कहिलेकाहीँ चाहिँ हामीलाई अब यसको लागि नाम के राख्ने भनेर सोच्दाखेरि हैरान भइसकेको हुन्छ, त्यस्तो समयमा चाहिँ नेमलिक्स चाहिँ तपाईँलाई एकदमै अहिलेको ट्रेन्डी क्याची खालको चाहिँ वर्ड्सहरू अथवा नामहरू चाहिँ जेनेरेट गर्नको लागि मद्दत गर्ने भयो। तपाईँलाई एकचोटि नाम जेनेरेट गरेको मन परेन भने चाहिँ तपाईँले फेरि पनि त्यसलाई चाहिँ एडिट गरेर अरू जेनेरेट गरिदिनको लागि पनि भन्न सक्नुहुन्छ र अझै पनि तपाईँलाई चाहिँ यो टाइपको चाहिएको हो भनेर एडिट गर्दै तपाईँले कन्भर्स गर्दै यसमा चाहिँ तपाईँले आफूले चाहिए अनुसारको नाम जेनेरेट गर्न सक्नुहुन्छ। आजको भिडियोको लागि लास्ट तर एकदमै
प्रभावकारी वेबसाइटको रूपमा रहेको छ मिक्सकिट। यो मिक्सकिट चाहिँ तपाईँ यदि कन्टेन्ट क्रिएटर हुनुहुन्छ भने तपाईँको लागि एकदमै युजफुल हुनसक्छ, किन भन्दाखेरि यसमा चाहिँ एकदमै धेरै तपाईँको स्टक रिसोर्सेसहरू तपाईँले पाउन सक्नुहुन्छ। जस्तो तपाईँले स्टक भिडियो खोज्दै हुनुहुन्छ अथवा तपाईँलाई साउन्ड ट्र्याक्सहरू स्टकमा चाहिएको छ भने त्यो सबै चाहिँ मिक्सकिटमा तपाईँले फ्रीमा नै पाउन सक्नुहुन्छ, जसले गर्दाखेरि तपाईँले चाहिँ अब कुनै पनि कुराको, जस्तो हामी नै अहिले यो भिडियो बनाउँदैछौँ, हामीलाई स्टक फुटेजहरू चाहिन सक्छ होइन, त्यस्तोमा चाहिँ अब कहाँ खोज्ने भन्दाखेरि मिक्सकिट चाहिँ एउटा गुड अप्सनको रूपमा रहेको छ। तपाईँले यसमा चाहिँ भिडियो पनि, साउन्ड ट्र्याक्स पनि, इभन फोटोजहरू पनि जुन चाहिँ तपाईँको प्लेजराइज नगरिएको, कसैले कपिराइट क्लेम गर्न नसक्ने त्यस्ता खालका स्टक फुटेजहरू पाउन सक्नुहुन्छ। त्यही भएर तपाईँ यदि कन्टेन्ट क्रिएटर हुनुहुन्छ अथवा तपाईँ कलेजमा प्रोजेक्ट गर्दै हुनुहुन्छ, त्यसमा तपाईँको फिल्म प्रोजेक्ट थियो अथवा कुनै पनि कामको लागि चाहिँ तपाईँलाई स्टक फुटेज चाहिएको थियो भने मिक्सकिट वेबसाइटमा गएर चाहिँ तपाईँले त्यो डाउनलोड गर्न सक्नुहुन्छ। यसमा तपाईँले कसैलाई पनि एट्रिब्युट गर्नुपर्ने अथवा चाहिँ क्रेडिट दिनुपर्ने समस्या पनि हुँदैन र साथसाथै चाहिँ तपाईँले एकदमै उच्च गुणस्तरको चाहिँ भिडियो, फोटो तथा तपाईँको अडियो, साउन्डहरू चाहिँ डाउनलोड गरेर प्रयोग गर्न सक्नुहुन्छ। सो आजको यो भिडियोमा हामीले अब तपाईँले टेम्पररी खालको इमेल एड्रेस कसरी जेनेरेट गर्ने, त्यसै गरेर चाहिँ व्यवसायहरू छ भने त्यसको लागि नाम कसरी जेनेरेट गर्ने, स्टक फुटेजहरू कसरी डाउनलोड गर्ने होइन, त्यस्तो खालको विभिन्न तपाईँहरूलाई हामीले आज चाहिँ वेबसाइटहरूको 8वटा वेबसाइटहरूको नाम दियौँ र त्यसलाई कसरी प्रयोग गर्न सकिन्छ भनेर पनि केही विवरण दियौँ। यो वेबसाइटहरू प्रयोग गरेर एकपल्ट हेर्नुहोला र कुन वेबसाइट चाहिँ तपाईँको लागि एकदमै प्रभावकारी रह्यो र अरू पनि तपाईँले कुनै वेबसाइटहरू प्रयोग गर्दै हुनुहुन्छ भने हामीलाई प्रतिक्रिया दिनुहोला। आजको भिडियोको लागि यति नै। पुनः पनि हामी यस्तै खालको जानकारीमूलक भिडियोहरू लिएर आउने नै छौँ। आजको लागि बिदा माग्छौँ। धन्यवाद।